नमस्कार। आज मैले 370 मलेसियन एयरलाइन्स मार्च 8 2014 मा क्वालालम्पुरबाट चाइनाको बेजिङमा उडेको थियो र त्यसमा मुख्य पाइलटहरूले अहिलेसम्म त्यो प्लेनलाई कहाँ लगे, कहाँ ठोक्काए, जंगलमा छ कि समुद्रमा छ कि कहाँ छ अहिलेसम्म थाहा छैन। त्यसैगरी हाम्रो सेप्टेम्बर 20 2015 मा नेपालमा संविधान बन्यो र त्यो संविधान पश्चात यी तीनवटा शीर्ष नेताहरू शेरबहादुर देउवा, केपी ओली र प्रचण्डले नेपालको राज्य सत्ता सञ्चालन गरे मुख्य पाइलट बनेर। तर यी मुख्य पाइलटले एन्ड रिजल्ट के निकाल्यो भन्दा एकदम नकारात्मक, कहिले पनि राज्यले समृद्ध विकसित हुन सकेन। यसर्थ अबको टाइम भनेको जस्तै मार्क ट्वेनले के भनेका छन् भने नेतृत्व र डाइपर एकदम क्रमशः काम नदिने भइसकेपछि फेर्न पर्छ, नत्र दुर्गन्ध फैलाउँछ। त्यसै कारणले गगन जस्ता, योगेश भट्टराई, दीपशेखर जस्ता, विश्वप्रकाश जस्ता, हिमाल शर्मा जस्ताले अब यो देशलाई एकदमै उहाँहरूको 10,000 घण्टा जसरी प्लेन चलाउनलाई 10,000 घण्टा पुग्नुपर्छ मेन पाइलट बन्नलाई, राजनीतिक वृत्तमा उहाँहरूको 10,000 पुगिसक्यो। यसर्थ अब उहाँहरूले इनिसिएटिभ र करेज एकदमै लिन पर्यो, साहस गर्नु पर्यो र यो नेपालको राजनीतिक वृत्तमा मे डे भइरहेछ। यो मे डेलाई चाहिँ नि अब एउटा एकदमै सुशासनको डे बनाउनु पर्यो, समृद्धिको डे बनाउनु पर्यो भन्दै अनुरोध गर्दै यो भिडियो बनाएको छु र अर्को भिडियोमा फेरि जोडिनेछु। नेपाल आमाको जय।